गाइस हामी ऊ CS खेल्दा छौँ हेरौँ हाम्रो गेम प्ले कस्तो छ हजुर एक्सन बाइकको भिडियो हेर्नुहुन्छ त त्यस्तो गाइस मेरो कलेक्टर कम्बिनेसन हेरिहाल्नु फेरि हामी बोल्ला गाइस गाइस हेर्नु म यहाँ पुगेको छु हडाइमा पुरो आउँछ न हेर्छु कस्तो गेम प्ले छ मेरो अब चुपचाप बस्नुहोस् म छु हजुर बङ्गलादेश सर्भरमा खेल्छु म बङ्गलादेश सर्भरका रिक्वेस्ट पठाइदिनु बाइ हामी स्पोर्ट भइरहेछ यो डबल किललाई फिनिस हान्नु पर्यो डबल किल फिनिस हुनु पर्यो तर मेरो डबल किल थियो यसमा तर फर्स्ट राउन्ड हाल्यो तर मैले खेले गाइस म खेल्छु राम्रो हेर्नुस् हजुर फुल गेम प्ले कस्तो लाग्छ म डेजर्ट रोकाऊ ल डेजर्ट इक्वल अब हजुर मेरो वान ट्याप गेम प्ले हुन्छ ल गाइस sword gun गाइस मेरो भाइले च्यालेन्ज दिहाल्यो यो डेजर्ट इक्वल सँग हामीलाई 1v4 हान्न छ के गरौँ गाइस अब हानिहालौँ हेर्नु गाइस कस्तो 1v4 हुन्छ जति पनि हो तर डेजर्टले वान टप लाग्छ मेरो तर वान टपको बडीले हुनु पर्यो कि वान टपले हुनु पर्यो मलाई के हुनुपर्छ यसले यस हान्नु कति गाह्रो हुन्छ ए डिभाइ भन्दा भन्नु मलाई हान्न छैन ड्रोनले हानिरहेको छ तिमीले चाहिँ ड्रोनले पनि हान्न भएन मेडिकेट पनि हान्न भएन काम गर्नु यो गनले त 1v4 हुँदैन तर मसँग अर्को गनहरुले छ म 1v4 हाल्न सक्छु न ए गन यो गनसँग हार्ड हुन्छ तर म यो गन हान्छु न गाइस यसले त नाइ हुँदैछ तर यो पनि वान ट्याप गन हो यो डेजर्टमा तर तैले वान ट्याप बनाएको यो गन यसो भन्न 1v4 हान्छु फुल वान ट्याप बडीको मान्दिदैन ओ दिदिन आने गन मान्नु शॉट गन हुन्छ शॉट गन हैन नि डेजर्ट इक्वललाई यो शॉट गन भन्छ गाइस के गरौँ भाइको डेजर्ट इक्वल चुप ओ जेडी नानी यो रेड नम्बर हेर्नु बाकी ल अगर म एउटा गन लिहाल्छु बोडी बालु पछि मुसिबत पर्छ भनेर अहिले नाना वान ट्याप गर्नु बोला यो फुल वान ट्याप अघिको वान ट्याप हेर्नु भयो गाइस कति खतरनाक थियो यो वान ट्याप हुँदैन एफसी 80 ले हुन्छ डबल किल अघिदेखि मेरो यो अर्को म्याचमा आयो यसमा पनि एस80 र डेजर्ट आया रहेछ आधा गेम प्ले हजुरले हेर्नु भएन त्यो गेम प्ले यो म्याचमा हेरेछु ल कस्तो गाइस कस्तो लाल वन्टा भयो त्यो रेकर्डिङ भइसकेन के गरौँ गाइस मैले अगाडि ध्यान दिए भने हजुरलाई हेर्नु पाइन्छ कस्तो लाल त्यो लालवाला हेर्नु भयो होला एक युट्युबमा कहिले आउँछ थाहा छैन यो मैले
मोबाइल फुल ल्याग भयो त त्यो गेमको मोबाइल फुल ल्याग भयो त त्यसैले रिकर्डिङ बनाउनु पर्यो ब्याट्री पनि गएको छैन मोबाइल फुल ल्याग भइरहेको गाइस राम्रो खेलिरहेको छ पनि मलाई एसिया डेजर्ट ल्याउँछु कि एसिया टी ल्याउँछु यार एकमा मैले सानैलाई ल्याइदिन्छु यो नुपुरा भन्दा छ यो गर्न म साँच्चै हानेर हेराइदिन्छु भनेर आज त्यही गरौँ गाइस साँच्ची अरूमा जाउनु अर्को त म लोन फोनले भएर सर्ट लाउँछु गाइस एउटा कुरा भनौँ अर्को म्याचमा खेल्नु 2 म्याच थाहा छैन मेरो गेम प्ले पनि हेर्नु छ त यसलाई भाइहरूलाई दाइहरूलाई अर्को म्याच पनि हेर्नु भनिरहेको कति हार्यो त बडी पनि हार मैले पछि यसको चल्न पाइन्छ लुट चल्न पाइहाल्छ गाइस म त्यसको लुट लास्टमा बस रेड आउनु पर्यो मर्ने बेला एक पनि रेड आयो भने हुन्छ म्याच त हालिहाल्छौँ त रेड आयो गाइस यसलाई रेड आएको थियो रेड पाएन तर रेड त आएको है यसको माथि त बडको माथि छ त्यो त मैले हेरिसकेँ ल सर्टिफिकेट जाउँ रिभाइभ नहाल्नु भने हामी म्याचै जित्दैनौँ तर अब म हान्छु अगाडिको बाबु तर म 1 ट्याप हानिसक्छु तर डेजर्टले यति खास सक्दैन सक्ने बडी पनि दिइहाले बडी तर बा भन्नुला बडी त 1 ट्यापमा हान्छु गाइस 1 ट्याप हेर्नु अब एसएटीको अघिको 1 ट्याप हेरेको छैन नैले दादा एउटा कुरा गर्नु अब 1 ट्याप ल म 3-4 वटा ल अब 1 ट्याप नलाग्न दे छोडिदिन्छु यार यो राउन्डमा एक पनि 1 ट्याप लाग्यो भने अलि 1 ट्याप खेल्छु किनकि 1 ट्याप त एकदम दादाको मिस त हुँदैन है ओइ अरूलाई पनि सेफ्टी चाहिन्छ त हामी को दादा यता चाहिन्छ माथि छ मैले यो किन ल्याउँ थाहा छ यो मैले यस्तो 1 ट्यापको लागि ल्याएन लङ रेन्जको लागि र 1 ट्यापको लागि ल्याउँ मैले यो गन डेजर्ट टिकट त अर्को राउन्डदेखि थियो है मैले 1 ट्यापमा एक गोलीको छ त्यो पनि एक गोलीको छ हामी पनि त्यो एक गोलीको थियो यार फुल ड्यामेज पाएको त्यो एक गोलीको थियो एक गोली लाग्यो भने त्यो मर्छु यार हामी यो राउन्ड हार्यौँ कि जित्यौँ त्यो थाहा छैन यसो जित्यौँ 1 ट्याप लाग्ने थियो तर त्यो टावरको माथि थियो मैले त बडी हालिहाल म बडी दिइहाले 1 ट्याप छोड्यो अब छोड्ले चलो अब ट्याप छोडिदिन्छ अब मैले भनिदिएँ एक ड्यामेजको छ 1 ट्याप पनि खेल्छु यार 1 ट्याप लाग्यो भने खेल्छु धेरै अब एकै मान्छे छ नेट गएको छैन ठिक छ कोही भ्यू म गाई गर्ने फुल ड्यामेज जाने फेरि कति हान्नु छ यसलाई 1v4 1v2 दुईजना छन् एकैजना त मर्यो दुईजना मर्यो 1v1 हान्नु थियो यसलाई कतिजना थियो 1v1 थियो तर हाने 1 ट्याप पनि खेल्यो दाइ त्यसले बडी भनिरहेको छु म बडी टेन्सन यसरी लिहाल्यो 1 ट्यापको लागि होइन गाइज 1 ट्यापको लागि नसोच्नु टाढाको ऱ्याङ्कको लागि र नजिकैको लागि र 1 ट्यापको लागि बडीको लागि पनि हुन्छ नि डेजर्ट टिकटको पैसा छैन यो
body होइन body रोमान्टिक दुईटा आन्छु गाइज एक्सन भाइहरू त के पछि पीसीमा खेल्छ मोबाइल गेम प्ले पनि राम्रो छ तिनको मोबाइल गेम प्लेमा यस्तै खास खेल्न सक्दैन यता दियो त यता गाइज म पनि मोबाइलमा खेल्छु हजुरलाई यिनीहरू हेर्नु होला भिडियोलाई यहीँ हेर्नु बस